Hello everyone, welcome back to my new video. I hope chances होला पनि एकदम सन्चै छु अनि हजुरहरु पनि एकदम आरामकुशली हुनुहुन्छ होला एकदम आराममा छु अनि मेरो नानी चाहिँ भर्खर उठेको त्यही भएर फ्रेस छैन अनि हामी चाहिँ उता जाँदैछौँ परदा भाउजूहरुकोमा गोरुलाई घाँस लगाइदिनुको लागि जाँदैछौँ साथीहरु नानी हेर्न अनि लेकला बोक्नु लाएर अनि यता छ अरु दुईटा लुन्द्रुङ भर्खरै सुतेर उठेको यो तीनटा त्यसै साथीहरु भर्खरै सुतेर उठेको त्यही भएर यिनीहरु फ्रेस छैन चिराइ चाहिँ नानी हो यो चाहिँ मेरो दाजुको छोरा यो चाहिँ मेरो मामाको छोरा मोटु अनि यो चाहिँ मेरो भुन्टे छोरा नि यस्तै छ साथीहरु त्यो चाहिँ बोक्ने बानी भएर होला बोक्नै मात्रै गर्दै भन्दा हिँड्नै मान्दैन म के गर्नु यत्रो ठुलोलाई बोकेर हिँड्नु हात गइसक्यो त बोकेर हिँड्नै सक्दिन साथीहरु हिँड्नु लाग्यो भने भन्दा हिँड्दैन अचेल बोक्नु बानी भएको कि उता घरमा हुँदाखेरि त्यति बोकिँदैन थियो अनि हिँड्थ्यो एउटा घरदेखि पर घरसम्म पुग्ने मान्छे अहिले अलिकति हिँड्नु लाग्यो भने पनि भन्दा हिँड्नै मान्दैन गाह्रो हात गलिरहेछ खाइरह फुट्टुले अनि यता आउँदैछ दुईजना चाहिँ अल्छीले आयो यो मेरो भदाइलाई चाहिँ मैले जबरजस्ती उठाएर हिँडाएको यो त थोरै सुतिराखेन अहिले जबरजस्ती उठाएर हिँडेको पर घाँस लगाइदिनु पर्ने नि त छिटो खिसक्यो गएकै छैन होला अनि लाँदैछु भाइ पनि गएको छ कि त्यही भएर मेरो नानी यहाँ हिँड्दैछ ले हिँड्नु तिनजना त्यो मेरो नानी यो भदाइ मामाको छोरा तिनटै सुतेर एकैचोटि सुतेको एकैचोटि यो पहिला उठ्यो यो भाइ अनि त्यहाँदेखि मेरो नानी उठ्यो त्यहाँदेखि चाहिँ भदाइले चाहिँ मैले जबरजस्ती नै उठाएको यता मेरो नानी अल्छी लाग्दै हिँड्दैछ यहाँ आउँछ छिटो हिँड्नु आऊ गाह्रो छ हिँड्नु यति हिँडेपछि हिँड्दैन दुई तिन पाइलो भन्दा बन्दा हिँड्नु छोडिरहेको छ खुट्टामा बोक्दा कसरी सक्नु यत्रो बुढोलाई 2 वर्ष पुग्न आँटिसक्यो नि हो हिँड्नु न छोरी ल ले हिँड्दैन ऊ ध्यानु न के गर्दै रहेछौ त्यहाँ दुईटा भान्टाङ भुन्टो यस्तै साथीहरु हो म सक्दिनँ हौ नानी बोक्नु हिँड्नु त लु मिनट हिँड्छ 1 मिनट 1 सेकेन्ड हिँड्छ त्यहाँदेखि भन्दा हिँड्दैन हिँड्नै छिटो हिँड्नै लु ऊ हेर्न टाँसिनु आइहाल्छ यहाँ नि बोइ अरे बोइ बुई भन्छ 1 मिनट पनि हिँड्दैन के बुई अरे के भन्नु र यस्तोलाई त मलाई बोक्नु लाएर बुढो भइसक्यो ल साथीहरु एकछिन भेटौँ है यहाँ खेल्नु थाल्यो अहिले चाहिँ यो दुईजना भएपछि खेलेकै गर्छ अरे रात परेको पनि थाहा हुँदैन अरे मेरो नानी चाहिँ त्यति मजाले झ्यामेको छैन नि त त्यही भएर साथीको मलाई त्यति वास्तै हुँदैन त्यो सानैदेखि एक्लै खेल्ने बानी भएर त्यति वास्ता पनि गर्दैन क्या साथीहरुको अनि यस्तै छ साथीहरु म चाहिँ यता छु अब म चाहिँ घाँस लगाइदिन्छु माथि भुइँको
यिनीहरूलाई चाहिँ म यहीँ छोडिराख्छु गयो भने जान्छु गएन भने जाँदिनँ त्यसो साथीहरू पर म त्यहाँदेखि आएको यता हाम्रो घर चाहिँ यहाँ देखिरहेको मन्दिर न मन्दिर अनि मैले घाँस लगाइदिनु पर्ने चाहिँ माथिको घरदेखि अलिक यता होला गोठ त ऊ पारा छ गोठ चाहिँ निमा भाइलाई हेर्दै गर ल म घाँस लगाएर आउँछु टाउकोमा भाइले हान्न उठ छिटो निमा छिटो धन्य भाइले ढुङ्गाले हाने टाउकोमा तिमीहरूको नदेखिकन फ्याँकिदियो त्यसरी यहाँ खेल्दै गर्नु ल म घाँस लगाएर आउँछु घाँस काट्न जाँदैछु म चाहिँ घाँस लगाउनु जाँदैछु साथीहरू मैले भर्खरै घाँस काटेर भैँसीले लगाएँ अनि त्यहाँदेखि गर्नु भएर नुहाएको चिसो न चिसेर जाँदैछु घाँस पनि छ कि छैन हो घाँस त यता रहेछ घाँस चाहिँ यहाँ काटिराख्नु भएको छ बाउजूले यिनीहरू चाहिँ घाँस लगाउनु गएको त केटो त पछ्याउँदै भइगयो भन अब म घाँस दिन्छु यहाँ बसी हाँस यो 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 गम छ यो हो एकछिन भेटौँ साथीहरू बाई बाई त्यही साथीहरू मैले घाँस पनि दिइसकेँ गोरुलाई यहाँनिर जाउँ भाइ गोरुलाई घाँस पनि दिइसकेँ मेरो चिम्टी हरायो कहाँ छ खोर्सानी रोप्नु हालेछ म कति धेरै हर्रै भन्दा पनि रातै भएको छ मेरो चिम्टी हरायो कहाँ छ मैले नानीको टाउकोमा लागेको थियो नानीले कहाँ फ्याँकिदियो मेरो चिम्टी चिम्टी हरायो साथीहरू चिम्टी हरायो साथीहरू लड्छ हौ म यहाँ बाहेक कहीँ गएको छुइनँ है लु साथीहरू होइन चिम्टी हरायो त्यही साथीहरू मैले बाख्रालाई घाँस पनि दिइसकेँ गोरुलाई पनि दिइसकेँ यहाँ खाँदैछ अनि म चाहिँ जाँदैछु फेरि मेरो चिम्टी हराएर बर्बाद भयो टाउको नखाँदै त्यतिकै चेपेर हल्का चेपेर आएँ कहाँ झऱ्यो हाम्रो दाजु कुखुरा चाहिँ केटापाटा चाहिँ यता के गर्दैछ अबे आमाले टोक्ला के भएछ मेरो चिम्टी भेटाएन नानी चाहिँ कुकुर हेर्दै रहेछ चोइले टोक्छ नि नानी हङ्गा साथीहरू मैले घाँस लगाएर आएर घरमा बसिरहेको छु पानी पर्नु आँट्यो यस्तो धुम्म भएको मौसम कुहिरो आएर साथीहरू
किन भेटौँ साथीभाइ हामी चाहिँ उँभो जाँदैछौँ है साथीहरू यहाँ चाहिँ हाम्रो भाउजूले कोपी रोप्नु भएको छ कोपी ठुल्ठुलो भएछ यता चाहिँ भटमास योगरा त्यो आउँदैछु हिँड्नु न अनि यो चाहिँ मेरो मामाको छोरी त्यहाँ अगाडि चाहिँ मेरो नानी हिँड्दैछ अनि म चाहिँ यता छु घाम लागेर अल्छी लागिरहेछ साथीहरू कुखुरा छोडिदिनुको लागि गएको फेरि आजको भिडियो चाहिँ म यहाँ इन गर्छु साथीहरू बाई बाई